साथीहरू सबैजना सन्चै हुनुहुन्छ होला। आज धेरै पछि बाहिर गइरहेछौँ हामी चाहिँ, अनि सो हजुरहरू पनि हेर्दै गर्नु होला। आज धेरै पछि मैले भ्लग हाल्न लाग्छु होइन, किनभने म केही बिजी भएर चाहिँ म भ्लग नहालेको हो होइन। आज बाहिर जाने काम पनि छ, त्यही भएर म भ्लग हाल्न लागिरहेको छु। आज चाहिँ सबैजनाले हेरिदिनु होला है त। कहाँ जान्छौँ होइन, मेरो भाइ चाहिँ त्यहाँ जाँदैछ। यस्तो छ मौसम आजको। अलि उतै हो, उतै होइन साथीहरू। यस्तो छ यहाँ, यस्तो छ है। हामी ठ्याक्कै आइपुगिसक्यो है। कल आयो मेरोमा, भाइ र म चाहिँ जाँदैछौँ। हामी चाहिँ यहाँ कलङ्की 99 सपमा पसेको छौँ। यो लानु गरिरहेको छु। हेर्नु न कस्तो राम्रो राम्रो रहेछ क्या, तर सबै 99। कुन लानु भइरहेको यता लबरहरू छ, त्यही भएर म यो लान्छु। अनि अरू रबर चिम्टी लान्छु कि मैले, अरूहरू लान्छु होइन। हेर न कस्तो राम्रो रहेछ। 99 भर्खर रुम आइपुग्यो है। रुम आइपुगेर घामले चर्किरहेको छ कि पुरै। बाबुहरूले पुरानो गद्यौँ हामी बसमा, अनि जानुभयो उहाँहरू चाहिँ। अनि त्यसपछि हामी पनि गाडीमा आयौँ, भाइ र म चाहिँ। अनि बाबुहरू चाहिँ अब कति टाइम लाग्छ नि त, अनि जानुभयो उहाँहरू चाहिँ। अनि राम्रोसँग पुगेर फोन गर्नु होला बाबु है, राम्रोसित जानु होला नानी बाबुहरू। बाबुलाई केयर गरेर लानु होला, गर्मी पनि धेरै छ यही भिडियोबाटै। ल साथीहरू, हामी पनि रुम आइपुगिसक्यो है त। फुल भिडियो हेरिदिनु होला, त्यसको लागि धेरै धेरै धन्यवाद।